मलाई कसैले माया गर्दैनन्। बाबाले पनि छोडेर जानुभयो, आमाले पनि छोडेर जानुभयो। म एक्लै भएँ। मलाई त भोक पनि लाग्छ, एक्लै हिँड्ने पनि डर लाग्छ। बाबा आए पनि हुन्थ्यो। केही खाने होला, कस्तो भोक लाग्छ। भइसकेपछि निर्मलले अर्को बिहे गरेको जुन बच्चालाई तैँले अहिले आफ्नो सन्तान हो भनेर पालिरहेकी छेस् नि, खासमा छोरी त्यो तेरो सन्तान होइन। अब म यो धरतीमा बाँच्नुको कुनै अर्थ छैन। मृत्यु नै मेरो अन्तिम विकल्प हो। निर्मले बारी खाँदैछ? हजुर बारी खाँदैछु। माथिको दुईटा पाटो त सकिसके, यो नै आधाउधी भयो, अब सकिन्छ। ठिक छ, बारी त बिस्तारै खन्लास् के। तेरो छोराको पो बिचल्ली भयो त। अब अहिले सानै छ, अलि बुझ्दैन, आमा खोजेछ। पछि बुझ्ने भएपछि आमा खोज्छ, त्यतिखेर के जवाफ दिन्छ सर? खै त्यति बेला मेरो छोरालाई दिने जवाब नहुन सक्छ, तर म जहाँसम्म सक्छु मेरो छोरालाई आमा र बुवाले दिने मायातिर पाल्नेछु। तैँले मात्रै माया गरेर हुँदैन केटा, अब बाह्र आमाले गर्ने मायामा धेरै फरक हुन्छ। त्यसैले यो बाबुको लागि बेलैमा केही सोचे। भोलिको दिन कसले पो देखाएको छ र त के हुन्छ के हुन्छ। बरु मैले हजुरको बुवालाई थोरै पैसा भनेको थिएँ कि अरे पठाइदिनु भएको छ। पठाइदिन्छ ल, यो र अहिलेलाई यति रे, अरू बाँकी सबै पछि नै दिनुहुन्छ अरे। सुन्नु नि दाइ, छोराको लागि तातो कपडा किनिदिउँ भनेको, यता नजिकै सस्तो कपडा कहाँ पाउला र? यता हाम्रो गाउँतिर चाहिँ अलि महँगै छ, अलि तल बेसीतिर झरिस् भने बजारको मान्छेहरूले अलि सस्तो सस्तो भाउमा लिएर आएको हुन्छ, त्यतैतिर गएर किन है। बेसी बजारमा हुन्छ, यो पदान लग्नु, यो बाँकी म भोलि बिहान आएर किनिदिन्छु है। ल ल ल ल, तँलाई नि दुःख छ ल, बितारसँग जा ल। अनि बाबुको मम्मी खोइ त? उसको आमा अहिले यहाँ छैन। समय परिस्थितिले आमा छोरालाई टाढा बनायो। किन यस्तो भन्नुभएको? उसको आमा अहिले यहाँ छैन र? एउटा सन्तान गुमाउनुको पीडा मैले पनि राम्रोसँग बुझेको छु। सायद त्यो दिन मेरो पनि सन्तान नमरेको भए अहिले मेरो सन्तान पनि हजुरको छोरा जत्रै हुन्थ्यो होला।
त्यसैले बाबुलाई उसको आमाबाट टाढा नराख्नुहोस्। तिमीले भनेको कुरा एकदम सही हो। मलाई लाग्थ्यो मेरो काख नै मेरो छोराको लागि पुरै संसार बन्छ भनेर, तर म गलत रहेछु। हरेक रात जब मेरो छोरा निदाउँछ नि मलाई लाग्छ मेरो छोरालाई कुनै न कुनै कुराको त अभाव छ नि भनेर। आफ्नो निद्रामा छोराले एउटा नदेखिएको आवाज खोजिराखेको हुन्छ, सायद त्यो आफ्नो आमाको आवाज हो। हो, आमा नभएको सन्तान हाँस्न सक्छ, तर त्यो हाँसो कहिले पनि पुरा हुँदैन। यो पीडा मैले दिनदिनै भोग्दै आएकी छु। त्यसैले म भन्छु, जसरी म आफ्नो सन्तानसँग छुटेँ त्यसरी नै उसलाई आफ्नो आमासँग नछुटाउनु। एउटा कुरा हजुरले जानिराख्नुपर्छ, एउटा सन्तानलाई दुईटा हात चाहिन्छ। एउटा हात समात्न र अर्को हात आँसु पुस्न। छोडिदिउँ यी सब कुराहरू। हजुर त 2 वर्षपछि देख्दा पनि पहिलाको जस्तै देखिनु हुँदो रहेछ। समयले सबै कुरा बदल्छ भन्थे, तर केही अनुहारहरू समयभन्दा पनि बलवान हुँदो रहेछ। एउटा कुरा भन्छु, नरिसाउनुहोस् है। मेरो पागलपन हो कि मेरो भ्रम हो, तर तपाईँको बच्चा मेरो आफ्नै सन्तान हो कि जस्तो मनमा लागिरहेको छ। त्यो बच्चा तिम्रो होइन, तिम्रो बच्चा त जुन दिन यो संसारमा फैलाटेको, जुन दिन यो संसारमा आयो त्यही दिन नै यो संसार छोडेर गयो। सायद तिम्रो आमाले पनि भन्नुभएको होला। आमाले भन्नुभएको थियो यो कुरा। त्यो दिन यो कुरा सुनेर म मरेतुल्य भएको थिएँ, तर तपाईँ निष्ठुरी हुनुहुँदो रहेछ। त्यो दिन मैले मेरो सन्तान गुमाएँ। म कति धेरै पीडामा थिएँ तपाईँलाई थाहा छ? मलाई त्यति बेला कुनै सम्पत्ति चाहिएको थिएन, कुनै घर चाहिएको थिएन, कुनै पैसा चाहिएको थिएन। मलाई त तपाईँको साथ चाहिएको थियो। बिना त्यो बेलाको समय परिस्थिति त्यस्तै थियो। तपाईँ परिस्थितिको कुरा गर्दै हुनुहुन्छ, तर तपाईँले त बिहे गरेर सन्तान बोकेर हिँड्दै हुनुहुन्छ। तर म भने हरेक रात रित्तो काख बोकेर रोइरहेकी हुन्थेँ। त्यति बेला म डराएको थिएँ, तिम्रो अगाडि मेरो मुख देखाउने हिम्मत थिएन। त्यसैले म भागेँ। जानेर होस् या अनजानमा, समयले होस् या परिस्थितिले, त्यति बेला भाग्नु नै तपाईँको गल्ती थियो। म त्यो कुराको महसुस गर्दैछु आजभोलि। गल्ती भएको यो। चिसो भइसक्यो, जामभित्र छोरा पनि एक्लै छ। एकछिन ए बुढी, ए छोरी, त यो के भएको? तँलाई त धनी मनी खोजेर बिहे गरेर सुखसँग पठाउँला भनेर राम्रो केटा, धनी मनी केटा खोजेर राखेको थिएँ। त त बिहेकै दिनमा भागेर यही ठग्ने माग्नेसँग फेरि आएर मिलिस्। त्यही त, जसले तँलाई दुःख पर्दा साथ दिनु पर्थ्यो, तेरो अलिकति भएको खुसी पनि खोस्यो। फेरि यसै कहाँ के गर्न कि? आमा, बा, खासमा म वाइसँग भेट्छु भनेर आएको होइन। तपाईँहरूले मेरो जबरजस्ती बिहे गरिदिन आएको भएको थियो। त्यो सम्बन्ध मलाई स्वीकार थिएन।
त्यही भएर म घरबाट भागेको थिएँ। आउँदा आउँदै बाटोमा उहाँलाई भेट्नु, त्यही भएर म यहाँ आएँ। छोरी पहिला पो यो हाम्रो जोइ थियो, अहिले जोइ होइनन्। तँलाई यो अवस्थामा पुर्याउने यिनै हुन्। जति बेला तिमीलाई सहयोग चाहिएको थियो, सहारा चाहिएको थियो, त्यति बेला यसले तँसँग डिभोर्स गरेर हिँडेको। अब यससँग बस्नु तेरो लाइक हुँदैन, हिँड घरमा। अब त्यही त बुवाले भनेको कुरा ठिक हो। पहिला दुःख पर्दा साथ छोड्ने, अहिले पछि पछि नलाग्दा हुन्छ। हिँड गर। आमा निकालेको उपलक्ष्य हो। हेर्नु कति राम्रो लाज पचेकाहरू कस्तो दिनमा भेट भयो त नि नार्की त। कस्तो कर्म रहेछ मेरो। सोध्नु त आमालाई सोध्नु त दर्शकमा ठुलो आज मेरो निम्ता मान्न जानु पर्ने बर्बाद गर्यो कि तिमीले यो सिन कहिले सकिन्छ कि अब लास्ट सिन हो। तपाईँलाई आफै भन्नुहोस् त, दर्शकको माया ठुलो कि आफन्तको माया ठुलो? ओहो कस्तो माया त दर्शकको पनि ठुलो हो, तर त्योभन्दा पनि ठुलो फेरि आफन्त आफ्नो समाज इष्टमित्र पनि चाहियो नि त। कस्तो कुरा सोध्यो कि त्योभन्दा आफ्नो श्रीमान पनि ठुलो। ओ बुवा खै बुवा चेस गरौँ। त्यो नामको श्रीमान ठुलो भएर के गर्नु, कामको श्रीमान आफ्नो कहाँ छ कहाँ होइन? ओ भान्जा काम गर्न सिकिसक्यो। हाम्रो त सकेको बाबु होइन, तपाईँको बाटोमा छ, घरमा एकदम मेहनत छ। अहिलेलाई चाहिँ घर खिच्नु एउटा। अब म जान्छु है। सायद यो हाम्रो अन्तिम भेट होला। तपाईँलाई के भन्नु छ र? म त के भन्नु, ठिकै छ। जहाँ भए पनि हाँसी खुसी बस्नु। तिम्रो खुसी नै मेरो खुसी। अब तपाईँ के गर्नुहुन्छ? म त के गर्छु, मेरो जिन्दगी त यतिकै चलिहाल्छ नि। मेरो जिन्दगी कटाउनलाई तिम्रो यादहरू छन् नि, तिम्रो यादसँग जिन्दगी कटाइदिन्छ। मेरो चिन्ता गर्नु पर्दैन। मलाई हतार हतार भेट्न बोलायो त। मलाई माफ गरिदिनुहोस् है। माफ गरिदिनुहोस् के भएर? किन मसँग माफ माग्दैछ? पल्लो गाउँबाट मेरो हात माग्न आउनुभएको थियो। बुवा आमाले हुन्छ भनिदिनु भयो। कसरी? मैले बुवा आमालाई दुखी पार्न चाहिनँ, त्यही भएर मैले पनि हुन्छ भनिदिएँ। भोलि नै मलाई लिन आउँछन् अरे। भोलि नै मेरो हात माग्न आउँछन् रे। भोलि नै मलाई आउँछ। उनीहरू मलाई लिनलाई भोलि नै आउँछन् रे। त्यसैले अन्तिम पटक तपाईँलाई भेट्न बोलाएको थिएँ।
हिजो पल्लो गाउँबाट घरमा मेरो हात माग्न आएका थिए। बुवा आमाले हुन्छ भनिदिनु भयो, मलाई माफ गरिदिनु है। उनीहरू त मलाई लिनलाई भोलि नै आउँछन् रे। मैले पनि आमा बुवाको मन दुखाउन चाहिनँ, त्यही भएर मैले पनि हुन्छ भनिदिएँ। माफ गरिदिनु है। त्यही भएर तपाईँलाई अन्तिम पटक भेट्न बोलाएको। ल आयो सबै छोड्नु नि यति बेला सबै छोड्नु नि अहिले रोकेर बस एकछिन मात्रै गयो हात मात्रै बढाउनु उँभो मात्रै बढाउनु है तेरि फाल्न यसरी सुटिङ भइरहेछ गाइज सन्तानको मायाको बुवा यता बस्नुभएको छ आमा छोरी यता आमालाई निकालिदियौँ हामीले है कस्तो हजुर त खुसी हुनुहुन्छ होला है के डाइरेक्ट कता जाने हेर बाबु कता सट्ला हेर मेरो हाततिर हेर यहाँ बाबाका हामी तलतिर काम हेर रातो टी सर्ट लामा मान्छे बिस्तारै हेर पुरा हेर देखेँ सर। न यहाँ तिमी देख्छ विवेक मामालाई हेर विवेक मामालाई हेर बिस्तारै हेर त्यहाँ कुराकानी गर्दा खान फेरि मलाई हेर आमा नाचेको देखेर उसले नभने फेरि साकी छैन है छ त नाच्ने ल डान्स आउन त आउनु भयो आमा अनि मैले यही त छोडेर गएको। तिनैजना हो आकाश चाहिँ कस्तो खोल्दै